मैले दुईचोटि भोट हालेको जम्मा हैन। तपाईले भोट हाल्दाखेरि तपाईले भोज खानुभयो होला, मासु खानुभयो होला हैन के खानु भएन? घरमा भात खाएर कहीँ घरैमा भात तपाईँ छातीमा हात राखेर भन्नुस् त मज्जाले। कसैको म एक छाक भातमा बिकिने बिक्दिन। तर तपाईले भोट हालेको मान्छेको आज घर जल्यो होइन र? घर चल्नु त के, घर मान्छे चल्न पर्ने, घर मात्रै चल्यो नि। नेताको घर जल्नु पर्ने, मान्छे चल्न पर्ने, त्यो घरभित्र मान्छे चल्न पर्ने, अरू मान्छे चल्न पाएन। भागेमा छिरेको यति भयो। त्यसमा असली जेनजीले अब कसरी अगाडि बढ्ने त? प्रत्यक्ष कार्यकारी होला त अब। प्रत्यक्ष कार्यकारी हुन्छ, उसको भाग्यले एकदम आँगनमा भेटेको, सेरेको आँगनमा, सेरेको आँगनमा भेटेको होइन? आँगनमा भेटेको। कति जति पैसा थियो होला तपाईँको अनुमानमा? मलाई थाहा भएन। म चाहिँ 29 गते पुग्यो। 29 गते पुग्दाखेरि मिडियाको विश्वास नलागेर यहाँ गएको, त्यहाँ जाँदा यदि टुक्रा भेटी अनि यो बेडको किताबमा हालेर लिएर हिँडेँ। तपाईँको यो पवित्र किताबमा चाहिँ यस्तो पापवाला चाहिँ पैसा राख्न सक्ला त? यो जसले पाप गर्यो त्यसको पापको भागीदार हजुर। यो वेदले दुधको दुध पानीको पानी भन्छ। ए, छुट्याउँछ भनेर हो? छुट्याउनु भनेर वेदलाई जिम्मा। ए, जसले पाप गर्छ त्यसले नरक भोग्छ, जसले धर्म गर्छ ऊ स्वर्गमा जान्छ भनेर वेदलाई डिसिजन दिएको मैले। तपाईँ के स्वयं चाहिँ सेवादेवाको घरमा पुग्नु भयो? म स्वयं आफै शेरबहादुर देउपा भूतपूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ। अब उहाँको चाहिँ काङ्ग्रेसको सिद्धान्त बोक्ने, बिपी कोइरालाको सिद्धान्त बोक्ने व्यक्ति उहाँ हुनुहुन्छ। उहाँले चाहिँ यो मिडियाको विश्वास नलागेर मैले चाहिँ प्रमाणको लागि शेरबहादुर देउपाजीको घरमा गएँ। गएर सुरुङमा बालुवाभित्र, तल सुरुङमा ट्याङ्कीभित्र छिर्दाखेरि बालुवा रहेछ, चारपट्टि बालुवाले घेरेर पैसा राख्नु भएको छ चाङ गरेर। ए, अनि के छ, तपाईँले चाहिँ सेवादेवालाई नै भोट हालेको त पहिला? मैले होइन। कसलाई भोट हाल्नुभयो तपाईँले पहिला? मैले पहिला भोट हालेको सुरुमा नेपाली काङ्ग्रेस। नेपाली काङ्ग्रेसमा कसलाई हाल्नुभयो त तपाईँले? त्यतिखेर नेपाली काङ्ग्रेसको हाम्रो हेटौँडामा हुनुहुन्थ्यो सन माइकल बिना उपाध्यायको ग्याङ। उहाँ के प्रतिनिधि सभाको के हो? पञ्चायती व्यवस्थाको हो। त्यतिखेर पनि नेपाली काङ्ग्रेस थियो पञ्चायतमा पनि। तपाईले पञ्चायत पछि भोट कसलाई हाल्नुभयो त्यो भन्नुहोस् न। पञ्चायत पछि मैले भोट हालेँ, पहिलो फर्स्टचोटि कमल थापालाई हालेँ। त्यतिखेर सूचना तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो। साँच्चै नै पञ्चायती व्यवस्था ठिक रहेछ, राजाको एकदलीय शासन भन्दा